हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म जाँदैछु सुटिङमा। यो दिन चाहिँ लास्टै चिसो थियो साथीहरू, अनि म चाहिँ सुटिङ लोकेसनमा पुगिसकेँ। मैले यहाँ झाडु पनि लगाएँ, हेर्नु साथीहरू कति बोल्चे भन्नुहुन्छ होला। अनि यहाँ चाहिँ हामीले गलैँचाहरू बिछाइसक्यौँ साथीहरू। अनि यहाँ चाहिँ हाम्रो अलिकति सिन थियो, यत्तिकैमा आयुषको इन्ट्री भयो साथीहरू। अनि यहाँ चाहिँ मैले सागर दाइलाई चिज भने, अनि यता चाहिँ हाम्रो सिन स्टार्ट हुन लाग्यो साथीहरू। यहाँ चाहिँ बिहान पखको सिन थियो, अनि मैले चाहिँ सागर दाइलाई उठाइरहेको हुन्छु। अनि मैले यता सागर दाइलाई उठाइ गर्दा पनि नउठेपछि मैले सागर दाइलाई धकल दिन्छु। सागर दाइ चाहिँ भुइँमा पल्टिनुहुन्छ। यो दिन चाहिँ लास्टै जाडो थियो कि भुइँमा पल्टिँदा पनि खुट्टा जिरिङ्ग हुन्थ्यो कि साथीहरू। अनि यहाँ हेर्न डायलगहरू स्टार्ट भइसकेको छ। अनि यहाँ चाहिँ हामी दुईजनाको कन्भर्सेसन थियो। मैले चाहिँ सागर दाइलाई आज माघे सङ्क्रान्ति हो, गण्डकी नुहाउन जाऊ भन्छु, तर सागर दाइ मान्नुहुन्न। यत्तिकैमा हामीले घरतिरको सिन सकेर लाग्यौँ खोलातर्फ। अनि यहाँ चाहिँ सागर दाइको, मेरो र सुधार्ने आन्टीको सिन थियो। अनि सागर दाइ र म यहाँ खोलीको किनारमा बसेर सागर दाइले गीत गाउनु भयो, अनि म पनि यसो गीत गाए जस्तो गर्न लायौँ साथीहरू। नाच्यौँ गायौँ, रमाइलो भयो जे होस्। अनि यहाँ चाहिँ हाम्रो सिन स्टार्ट भइसकेको छ। अनि यहाँ चाहिँ हामीले बात मार्दै बसिरहेको छौँ कि साथीहरू। अनि यता फेरि सागर दाइले नुहाउन मान्नु भएकै थिएन। अनि मैले चाहिँ नुहाउन पर्छ बुढा, आज माघे सङ्क्रान्ति हो, आजको दिन नुहाउने हो नि त, जिन्दगीभरि गरेको पापहरू पखालिन्छ भनेर जबरजस्ती यहाँ नुहाउन लगाइदिएको छु साथीहरू। तर सागर दाइ कहिले कहाँ भाग्नुहुन्छ, कहिले कहाँ भाग्नुहुन्छ। अनि जबरजस्ती आज त नुहाउन पर्छ कि बुढा आऊ भन्दै मैले यहाँ नुहाउन भनिरहेको हुन्छु साथीहरू, तर सागर दाइ भाग्नुहुन्छ। सो यही हो गाइजहरू, अब चाहिँ नेक्स्ट भ्लगमा भेटौँला है त, बाई बाई।